दिने सबैजनालाई हैन अनि मेरो युट्युब फ्यामिलीलाई हैन अनि त्यहाँबाट मेरो आजको थम्बनेल चाहिँ हैन तपाईहरुलाई म के सिकाउन जान्दैछु भन्दाखेरि आज म तपाईहरुलाई अब पूजा अब धर्म कसरी गर्ने हो कसरी कमाउने हो धर्म भन्ने कसरी कमाउने हो भन्ने म तपाईहरुलाई जानकारी दिन्छु हैन आज चाहिँ त्यहाँबाट धर्म भन्ने चाहिँ अब त्योपटि चाहिँ धर्म अनि मैले अस्ति भन्दा ठाउँमा जपेर मात्रै धर्म हुँदैन है अझै पनि छ धर्म त्यहाँबाट म अब तपाईलाई त्यसको बारेमा कुरा भन्छु विशेष गरी तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हैन हाम्रो आज त्यो कुरा चाहिँ अगाडि बढाउँ हैन त्यहाँबाट धर्म भन्ने चाहिँ कसरी गर्ने हो भन्दा अब ठाउँमा जपेर मात्रै हैन अब धर्म अनि ठाउँमा जपेर मात्रै हैन धर्म गर्ने त कतिवटा छ मान्छेलाई सेवा गरे समाज सेवा गरेर हैन त्यहाँबाट अझै ढोकेर धर्म हुन्छ हैन त्यहाँबाट ढोक्दैखेरि चाहिँ लामालाई के सुन्छु साङ्गेलाई के छेउलाई के सुन्छु घेदुनलाई के सुन्छु भने लामालाई के सुन्छु भनेर लामालाई हाम्रो चौबे लामालाई मेन गुरुलाई हैन लामालाई के साङ्गेलाई के सुन्छु भनेको चाहिँ बुद्ध भगवानलाई त्यहाँबाट छेउलाई के सुन्छु भन्दा चाहिँ पेछालाई छेउ भन्छ पेछालाई चाहिँ छेउ भन्छ छेउलाई के सुन्छु है अनि घेदुनलाई के सुन्छु भनेको चाहिँ आफ्नो गाउँको वरिपरिको हैन उहाँलाई वरिपरिहरूलाई भन्छ त्यहाँबाट चाहिँ ढोकेर हाम्रो उता भुङ्गा भनिन्छ ठाउँमा 1 लाख मेन्टेन गर्नुपर्छ 1 लाख खेप हैन त्यहाँबाट त्यस्तो गर्नुपर्छ त्यसरी पनि धर्म कमाउनु पाउँछ हैन त्यहाँबाट बिहान बेलुका पूजा गर्नुहोस् त्यहाँबाट धर्म हुन्छ तपाईहरुलाई धर्मको फल कर्म पाउँछ हैन राम्रो कर्म पाउँछ राम्रो कर्म गर्नेले चाहिँ राम्रै कर्मको फल पाउँछ हैन अब पाप गर्ने मान्छेलाई त्यही हो हैन पाप गर्ने मान्छेलाई त्यही हो हैन तर मैले पनि तपाईहरुलाई सिकाउँदै छु यो भिडियोमा देखाउने सिकाउँदै छु हैन त्यो एउटा धर्म नि बिहान बेलुका पूजा गरेर मात्रै हैन पूजा आफ्नो मन सफा छैन हैन पूजा गरेको र नगरेको एउटै हो हैन आफ्नो मन चाहिँ पुरा सफा गर्नुपर्छ त्यहाँबाट मात्रै पूजा आफ्नो मन सफा गरेर अब ठाउँमा चाहिँ अम्बासा गुरु सिधो भन्दा पनि भइहाल्यो नि मन सफा भएर त्यो पनि पूजै हो हैन त्यसले पनि पूजा गर्न सक्छ अब डेली यस्तो बजाएर कहाँ त्यस्तो पनि हुन्छ हैन तर मन सफा गर्नुपर्छ पूजा गर्नु चाहिँ त्यहाँबाट आफैभन्दा गरिबलाई हेप्नु हुँदैन हैन गरिबलाई भन्दा अब घरबाट निकालिदिएको मान्छेहरूलाई अब यस्तोहरूलाई कहाँ हेप्ने हैन उहाँहरूलाई अब उहाँहरू भन्दा त अब हामी चाहिँ अलिक अब सहयोग आफूसँग छ भने चाहिँ अब सहयोग गर्ने हो हैन अब छैन भने त आफूसँग पनि छैन भने चाहिँ आफूलाई कहाँबाट सहयोग गर्न जस्तो भइरहेछ हैन त्यसै भए चाहिँ नगर्दा पनि हुन्छ हैन आफूलाई छैन अब अरूलाई कहाँबाट दिने आफूसँग छ भने चाहिँ अब 1 10 20 रुपैयाँ निकालेर दिए पनि भइहाल्यो नि उनीहरूको पेट त बोलिन्छ हैन पुरीहरू के भन्छ होला हैन त्यहाँबाट आफैभन्दा गरिबलाई चाहिँ पुरै हेप्ने पनि हैन किनकि अब हामी त अब ठिकै मिडल क्लास फ्यामिली हैन अब हामी मिडल क्लास फ्यामिली भएर अब हामी चाहिँ अहिले ठिक छ खाना पनि टाइममा पाइरहेछ सबै टाइममा पाइरहेछ हैन अब हामीले पनि अब धनी अम्बानीहरूलाई सोच्यो भने त अब उनीहरूको सोचेपछि त हामीलाई मन दुखिहाल्छ नि हैन उनीहरूले अब मान्छेको घोडामा चढ्यो भन्दा पनि हामी चढ्नु भएन हैन अब अम्बानीहरूले त के किन्छ हिजो गाडी किने आज पनि गाडी किन्छ न हेलिकप्टर किन्ला न प्लेन किन्ला अब हामी घोडा चढ्यो भने हामी घोडा चढ्ने आमा मलाई प्लेन किनिदिनु यस्तो भन्ने हुँदैन नि हैन अब हामीलाई किनेन भने फेरि मन पनि दुख्छ हैन अब किनेन भने फेरि आमा आप्पाले किन्दैन भने फेरि मन दुख्छ आमा आप्पालाई पनि फेरि कस्तो हुन्छ आफ्नो छोराले इच्छा गरेको त हामीले किन्न सकेन झन् के हुन्छ न आमा आप्पा मन दुख्छ त्यहाँबाट त्यही कारण चाहिँ आफूले त्यस्तो डिमान्ड गर्नु भएन हैन अब आफै जे छ त्यसमै खुसी हुनुपर्छ हैन आमा आप्पाले के दिएको छ त्यसमै खुसी हुनुपर्छ त्यसमै खुसी हुनु सिक्नुपर्छ त्यहाँबाट मात्रै हुन्छ हैन अब नसिकेदि आमा मलाई प्लेन किनिदिनुस् भन्दा अब कहाँ किनिदिनु हुन्छ हैन यत्रो ठुलो प्लेन अब घरमा पनि खाना चामलहरू चाहियो हैन त्यसको लागि पनि पैसाहरू चाहियो त्यहाँबाट त्यही कारण जे आफूसँग जे छ त्यसमै खुसी हुनुपर्छ हजुरहरू पनि त्यसमै खुसी हुनुपर्छ हैन अब मलाई अब धर्म अनि चाहिँ सबै कुरा छ हैन धर्ममा खाद्यान्न छ मिनरल छ टसी चेक्पा छ छिदन सोलेप छ ओम स्वस्ति छ रिम्बुजीको स्याप्तेन छ त्यहाँबाट रिम्बुजी सोलेप छ नागै चुनी पेन्सन बिमाला
तारिङसित भासुङले छुल्देन निङबोइदेन भा पेलाडर पेमा नर्बी शाबला सोवा दे भनेको चाहिँ हाम्रो यहाँ रिनबुचीको उयो छ उयो हाम्रो रिनबुचीको चाहिँ स्याप्तेन हो प्याना रिनबुची हाम्रो प्याना रिनबुची बित्नु भएर पनि कतिवटा कुरा भएको छ हैन कुरा भएको छ अब रिनबुची गुरु रिनबुचीले यो आफ्नो अनुहार चाहिँ बिगार्नु भएको छ हैन अब रुनु भएको छ उयो आँसु झर्नु भएको छ हैन आँसु झरेको छ उयो हाम्रो रिनबुची बित्नु हाम्रो रिनबुची पनि ठुलो हो अनि त्यहाँबाट एकचोटि चाहिँ कर्नाटकमा हैन त्यहाँ उयोहरु उयो घाँसहरु लगाएको थिए रे उयो फलहरु उयो गरे थिए रे त्यहाँ चाहिँ पानी नपर्ने हैन त्यहाँबाट पानी परेन नि त्यो त सुक्दै घामले सुक्दै जान्छ नि हैन त्यहाँबाट कसरी फल्ने त्यहाँबाट चाहिँ हाम्रो रिनबुचीलाई बोलाएर डाँडामा चुयो गरेर यस्तो डाँडा हिमालतिर चुयो गरेर चाहिँ त्यहाँबाट चाहिँ पानी झरेको रे माथिबाट ध्यान गरेर पानी झरेर चाहिँ त्यहाँबाट कर्नाटकको मान्छेहरुले हैन कर्नाटकको पहिलाको मान्छेहरुले चाहिँ बारिसी लामा भन्छ हाम्रो रिनबुचीलाई चाहिँ हैन पानी झर्दिनु भएको उहाँले हैन त्यहाँबाट चाहिँ बारिसी लामा भन्छ हाम्रो रिनबुची पनि पहिला हुनु भएको थियो हाम्रो रिनबुची पनि छाम सिक्दाखेरि एउटा मान्छेबाट छाम सिक्दाखेरि घेलाहरुबाट उहाँले ध्यान दिनु भनेर कि मेरो गुरु उहाँ हो भनेर हैन अब किन नभएको रहेछ भने चाहिँ उहाँले चाहिँ अब उहाँ त रिनबुची हो उहाँ छाम सिकाउने मान्छे पो सानो हुँदैन तर पनि सिकाउने बेला चाहिँ घेलाइ हो हैन सिकाउने बेला चाहिँ उहाँ चाहिँ घेलाइ हो हैन किनकि त्यहाँबाट उहाँले खदा चढाएर त्यहाँबाट मात्रै घेला सोचेर आफ्नो गुरु सम्झेर रिनबुचीले त्यहाँबाट मात्रै छाम सिक्नु भएको त्यहाँ छाम सिकेर त्यहाँ हाम्रो रिनबुची पनि उड्दै उडी छाम गर्ने अरे हैन हाम्रो रिनबुची पनि शक्ति चाहिँ छ उडी छाम गर्ने अरे त्यहाँबाट आँसु झरेर रिनबुची बित्नु भएर रेनबो लागेर त्यहाँबाट छेमेमा बत्तीमा उयो बलेर भन्दा पनि कमलको फूल आफै बनेको हैन त्यस्तो थियो रिनबुची त्यही कारण त्यो गुम्बा चाहिँ पुरा उयो हो बेंगलोरमा छ हैन मैसुर त्यहाँ जानु सक्नुहुन्छ हैन तपाईहरुको छोराछोरीहरु मैले हिजो पनि भनेथे तपाईहरुलाई हैन उयो गर्नुहोस् के रे छोराछोरी पढाउँदा मिल्छ त्यो गुम्बा राम्रो छ मैले रुटिन त तपाईहरुलाई हिजो भने हैन त्यो धर्मको बारेमा अघि मैले भनेको चाहिँ त्यही हो हैन मन चाहिँ पुरा सफा राख्नुपर्छ हैन त्यहाँबाट चाहिँ कसले पनि के पनि बिगार्न सक्दैन कि हैन मनमा गुरु रिनबुची जप्नु हैन जप्नुहोस् राति सुत्ने बेला अलिकति भए पनि ओम बेजा गुरु रिनबुची दिउ भनेर सुत्नु मिल्दा त्यहाँबाट ओम बेजा गुरु रिनबुची सिदिउ भनेपछि छेउमा गरेर चाहिँ त्यहाँ चाहिँ छुवा दिए उजुब्दा उजेल नाम ढुकिने ढुवा चिया मानेको धेरै साल घिउबाट आयो भने चाहिँ हुन्छ हैन त्यहाँबाट चाहिँ मलाई एउटा कुरा पुरा भन्नु मन लागिरहेछ तपाईलाई थ्यांक यू सो मच हैन तपाईहरुलाई किनकि मेरो युट्युबमा तपाईले सब्स्क्राइब 130 कति थियो 139 थियो एकजना सब्स्क्राइबर बन्नुभएछ राम्रै भयो हैन धर्मको कुराहरु सिक्दै जानुपर्छ राम्रो मलाई पनि पुरा खुसी लाग्यो किनकि धर्ममा मान्छेहरु अस्ति मैले फर्स्ट ब्लग हालेको थिएँ त्यसमा 90 भ्यू छैन अनि मैले फेरि बनाएको हिजो भर्खर बनाएको ब्लग चाहिँ 13 आवर्समा 62 भ्यू छ त्यहाँबाट अरूहरु पनि राम्रै छ हैन तपाईले चाहिँ आजकल धर्ममा पुरा इन्ट्रेस्ट गर्न थालेछ त्यहाँ इन्टरटेनमेन्ट मात्रै हैन धर्म पनि सिक्नुपर्छ हैन त्यही कारण कमेन्ट्सहरु पुरा आउन थालेछ हिजो मलाई जसले फर्स्टमा कमेन्ट गरेको उलाई चाहिँ झन् थ्यांक यू सो मच हैन उहाँले चाहिँ मेरो ब्लगलाई पर्खिराख्नु भएको रहेछ हैन जस्तो ब्लग हालेको त्यस्तै उहाँले चाहिँ मलाई चाहिँ हैन कमेन्ट चाहिँ गरिहालेछ बेस्ट भाइ अरे बेस्ट ब्रदर अरे हैन अनि मैले पनि भन्यो थ्यांक यू फर कमेन्ट ब्रदर भनेछ हैन मैले पनि त्यही भने हैन तपाईहरुले मलाई पुरा सपोर्ट गर्ने हुँदैछ आजकल हैन राम्रो हो सपोर्ट गर्नुपर्छ धर्म पनि सिक्नुपर्छ हैन मलाई मात्रै हैन तपाईहरुलाई मैले हिजो भनेको हैन धर्म गर्ने सबलाई गर्नुपर्छ हैन अनि सो हैन तपाईहरुलाई म युट्युब फ्यामिली हैन तपाईहरुलाई आजको ब्लग चाहिँ यतिमै अन्तिम गर्छु हैन म त्यहाँबाट चाहिँ हुन्छ बाइ बाइ नबिर्सिनु होला तपाईहरुले लाइक सब्स्क्राइब कमेन्ट ओके बाइ